गुड मर्निङ सबैलाई। आज यो टोखा गणेश मन्दिरको म दर्शन गर्न गएको छु। यो चाहिँ टोखामा अवस्थित छ। यो मन्दिर चाहिँ एउटा प्राचीन मन्दिर नै हो। यो टोखा गणेश यसको मेन गेट भइहाल्यो। यसको वरिपट्टि बजारहरू छ, पिपलको रुख छ, पुरै नेवार कम्युनिटी हो। त्यो कम्युनिटी एकदमै क्लोज कम्युनिटी छ र नेवारको कम्युनिटीमा गणेशको मन्दिर हुनु त स्वाभाविक भइ नै हाल्यो। प्राचीन मन्दिर नै छ यो चाहिँ। अब गणेश भगवानको वाहन मुसाको राम्रो एउटा मूर्ति राखिएको छ। यो चाहिँ मेन मन्दिर भइहाल्यो। अहिले पनि भक्तजनहरू चाहिँ पूजाआजा गर्दै हुनुहुन्छ, दर्शन गर्नु होला। यो चाहिँ टोखा गणेश। पहिले चाहिँ यसमा कालो ढुङ्गाको मूर्ति थियो, अहिले यसमा चाहिँ यो पित्तलको चाहिँ बाहिरबाट कभर लगाएर यसलाई झन् प्रस्कृत बनाइएको छ। यो मन्दिरको वरिपरिको भाग म देखाउन गइरहेको छु। मेन मन्दिर भइहाल्यो। बिहान निकै भिड हुन्छ। आज मङ्गलबार पनि पर्यो। मङ्गलबारको दिन चाहिँ गणेश भगवानको दर्शन गर्ने मान्छेहरू चाहिँ प्रशस्तै भक्तजनहरू आउने गर्छन्। यो पछाडिबाट म देखाउँदैछु मन्दिरको पछाडिको भाग। यो चाहिँ चण्डेश्वरी मन्दिर जाने बाटो हो। त्यहाँबाट देखिने बाटो चाहिँ यहाँबाट नजिकै पर्छ। चण्डेश्वरी मन्दिर पनि, चण्डेश्वरी भगवती मन्दिर पनि। यहाँ क्लबहरू पनि छ होइन। यो पूजा गर्ने, आरती गर्ने ठाउँहरू पनि छ, मान्छेहरू बस्ने ठाउँहरू पनि छ होइन। यहाँ अन्य सानसानो मन्दिरहरू पनि छ। यहाँनिर बुद्ध भगवानको मन्दिरहरू पनि छ। यो चाहिँ सानो एउटा मोनेस्ट्री जस्तो बनाएको छ, तपाईँ देख्न सक्नुहुन्छ, गुम्बा जस्तो। यसमा चाहिँ बुद्ध भगवानको मूर्ति स्थापना गरिएको छ। यस्तो गुम्बा टाइप